आफ्नो साइजको ट्याक्क मगाउनु चाहिँ नहुँदो रहेछ अब गल्ली गल्ली लैजानु होला पेट्रोल पम्प छ कि छैन भन्ने वेदर चाहिँ अहिलेसम्म चाहिँ ठिक छ होइन गुड छ घाम लागिरहेछ गर्मी पनि भइरहेछ हल्का मेरो भन्नु अरू केही छैन धेरै अगाडि आइसक्यो अब जम्मा 12 मिनट छ कि यतापट्टि छ उतापट्टि साइडमा पनि छ कि फेरि यो चाहिँ रोडको यस्तो भ्यू हुन्छ नि भिड के यस्तो ल्याङस्याङ भयो अघि नै हाल्नु पर्ने रहेछ बाटोमा भने चाहिँ यसो हेरेको बिहानतिर पानी रहेछ तर अहिले चाहिँ टेन्सन के भइरहेछ भने पेट्रोल हाल्न नहालेर अफरोड सही हो भित्रपट्टि हो ट्र्याक चाहिँ जन टोलीको इन्ट्री भयो है फाइनल्ली ल हात्ती जस्तो छ क्या मान्छेले त्यसलाई त हान्थ्यो त अर्कोले यो बाइकको चाहिँ हन्डा साइनको जस्तै ट्याङ्की छ भनेको चाहिँ चल्दैछ घरतिर एयरप्लेनहरू छ प्राइभेट जेटहरू हो कि खै के हो त्यहाँबाट चाहिँ सायद त्यहाँनिर छ छोरीको चाहिँ मस्त अरे खतरा तोरी फल्यो रहेछ यतातिर त्यो ठाउँमा त राम्रो रहेछ मेरो भन्दा नरम छ अरे रनमती मेरो लास्टै नरम छ हौ त्यस्तो छाउछु ब्यागै छैन रनमती फुकालेर हेर आइसकेर उसको ब्याग देखेर हो क्या लमा ब्याग खोइ भने यस्तो सक यार गाइजहरू पानी छिट्टा हान्न थाल्यो यार हल्का हल्का त्यस्तो ठुलो त हालेको छैन थोरै थोरै क्या त्यही 5-10 मिनट हो त्यही अलि ध्यान दिएर हिँड्नुपर्छ हिँड्दै गाडीहरू यताउति हाल्दैन सो हेलो वाट्सएप लभली पिपल इज सबै सो कम ब्याक टु माई अदर भिडियो आज चाहिँ खतरा घाम लागेको छ कि अनि देखेँ होला अलिअलि पसिना पसिना भएको छ सुट लाएर निस्केको कि ट्र्याक जानु लाग्यो र अनुमति मेरो जुत्ता हल्का टाइट छ कि भन्नाले मेरो ट्याक्कै साइजको मगाएको होइन अनि आफ्नो साइजको ट्याक्क मगाउनु चाहिँ नहुँदो रहेछ यो राइडिङ बुटहरू चाहिँ एक साइज ठुलो मगायो भने चाहिँ बेस्ट हुन्छ जस्तो लाग्यो अनि त्यो लाउँदाखेरि चाहिँ अहिले यो सुट लाएर लाउँदाखेरि चाहिँ हल्का टाइट हुन्छ कि अनि त्यो गाड गुलाद गरेँ एकछिन दिमाग खराब भयो अनि अब चाहिँ ल ट्र्याक जानु लाग्यो म अनि बेबी लामा सर त्यसपछि मनिष लामा भन्ने छ एकजना साथी अब उसलाई चाहिँ वहीँ गएर के अरे ओके गाउँमा गएर भेट्छु मनिषलाई चाहिँ अनि म र बेबी चाहिँ यहीँबाट जान्छ मेरो घरबाट बेबीको घर चाहिँ लगभग 5 मिनट जति टाढा छ क्या अनि त्यही अब सुरुमा यहाँ बाइक वार्मअप गर्नु पर्ला बाइक वार्मअप गरेपछि पेट्रोल हाल्न जान्छु अनि त्यसपछि त्यहाँबाट बेबी लामाको घर गएर अनि सिधै जान्छु किनकि 1 बजेबाट समथिङ त्यस्तै स्टार्ट हुने हो अनि 12 बजीतिर पुगे नै हुन्छ अनि मसँग चाहिँ लट्स अफ टाइम छ भनौँ न 10:30 भयो 1 घन्टा लाग्छ 11:30 बजीतिर पुग्छ 12 बजीसम्म पुग्यो पनि हुन्छ कि त्यही हो अब चाहिँ अरू चाहिँ गोप्रोमा आएर भेट्छु है त ओके अलराइट पिपल वाट्सअप म चाहिँ निस्केँ घरबाट यार अहिले चाहिँ म चाहिँ घरबाट निस्केँ त्यही हो अब चाहिँ पेट्रोल हाल्न जान्छु सुरुमा चाहिँ अनि पेट्रोल हालेर चाहिँ बेबी लामाको घरतिर जानु पर्ला ल बाइक चाहिँ त्यहाँ तल छ है यहाँ साथी कमाएको कि र माउन्टहरू लिन जानु पर्ला बाइक ननिकालेको पुरै धुलो यार नदेखिने खालको के त्यो सानो मसिनो खालको धुलो के बाइकलाई पनि माया गर्नु पर्यो नि सफा गर्नु पर्यो के हानेर नि हुन्छ होला हजुर राति त काम छ नि हिजो चाहिँ छुट्टी थियो हिजो लामा सरलाई राति निस्क्यौँ भनेको मानेन नत्र अहिले मस्त सुतिरहेको हुन्थ्यो मार्छ अब लामालाई उहाँ मामा आएर बसिरह त्यो हावा हाल्ने र गर्ने निकालिदिने ल्याउनु बिर्सेको मिसिन यो मामाको गाडी हेर के गर्दै बस्यो यहाँ केही भयो जस्तो छ यतातिर
गर्दा र अनुमतिको छ र कति 12 बजे पुग्छ देखाइराखेँ अब त्यही भएर यस्तो अगाडि चाहिँ जाम भनेको टेप सेप टाल्नु छ अनि कनेक्ट गर्नु छ नि त अनि पेट्रोल हालेको छैन अरूभन्दा नि यार अर्को ल्याङ भनेको पेट्रोल हालेको छैन पेट्रोल छैन बाइकमा सो अब के गर्ने त टर्न राइट भन्छ यता गल्ली गल्ली लैजान्ला होला पेट्रोल पम्प छ कि छैन भन्ने कुरा आयो अब एक लाइन छ पिली 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 भइरहेछ धानला नि अलिकति त चम्के छ वेदर चाहिँ अहिलेसम्म चाहिँ ठिक छ होइन गुड छ घाम लागिरहेछ गर्मी पनि भइरहेछ हल्का त्यही हो बेबी लामा सर पछाडि आउँदैछ मजाले यो ज्याकेट पनि निलाएर निस्किदिएको क्या बाहिरबाट भक्क होला अनि त्यही भएर चाहिँ हल्का हल्का गर्मी भइरहेछ अरू त ठिक छ सब अरू सब गुड छ यहाँबाट चाहिँ राइड जानुपर्ने अरे कुन गल्ली छिराउनु ल खैको नि जुन गल्ली छिरायो नि जाम चाहिँ नहोस् त्यति हो मेरो भन्नु अरू केही छैन अब चाहिँ 28 किलोमिटर 28 मिनट जति लाग्दो रहेछ 13 किलोमिटर छ केटाकेटी यार धेरै अगाडि आइसक्यो अब जम्मा 12 मिनट छ कि 6 किलोमिटर तर यो बाटोमा पेट्रोल पम्प छ कि छैन मलाई थाहा नै भएन यार पेट्रोल पम्प छैन भने त ल्याङ हुने पनि त मासको खोल्छी त्यहाँ गएर फेरि पेट्रोल पम्प जानुपर्छ पेट्रोल हारी बिजोग कस्तो दामी तोरी फुलेछ हेर त आम्मामा अहिले तोरी फुली छ झन् हो मलाई त केही थाहा छैन त्यसको बारेमा चाहिँ यतापट्टि छ उतापट्टि साइडमा पनि छ कि फेरि यो चाहिँ रोडको यस्तो भ्यू हुन्छ नि बिडके साइडको त्यहाँनिर हो क्या फुलेको चाहिँ फेरि यो मान्छेले रोपेको चाहिँ होइन होला सायद आफै फुलेको होला मेरो विचारमा तर दामी जे भए पनि खतरा देखेछ कि ल यतापट्टि छ यतापट्टि छ उतापट्टि चाहिँ अलि राम्रो छ देखिँदैन त्यही हो यतापट्टि चाहिँ दामी देखेछ अनि आकाश चाहिँ निलो बादलै बादल सेतो सेतो बादल धेरै दिनपछि यस्तो मौसम भएको पानी 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 भइरहेको थियो 2-4 दिन अनि आज रमाइलो भइरहेछ भने आइ एम ह्याप्पी ट्र्याक हान्न जान पाउँदा चाहिँ नेपालमा नि यस्तै ट्र्याकहरू बनाइदिए त खतरा जान्थ्यो जानु त त्यहाँ नेपालमा छैन डट टेम्पलमा चाहिँ छ डट ट्र्याक चाहिँ छ यस्तो स्पोर्ट्स बाइकहरूको चाहिँ छैन कि त्यो चाहिँ अलिकति आवाज छिटो बनाउनु पर्छ पैसा भएको भए त म आफै गएर बनाउँथेँ पैसै छैन के गर्ने कसैले यस्तो स्पोन्सर गर्नु मन छ भने म रेडी छु सब स्पोन्सर तपाईँको चलाउने काम चाहिँ मेरो होइन त्यही हो अब 10 मिनट बाँकी छ नजिकै रहेन चाहिँ पेट्रोल पम्प पनि फेरि कस्तो ल्याङस्याङ भयो अघि नै हाल्नु पर्ने रहेछ बाटोमा पेट्रोल पम्प दिइरहेको रहेछ फेरि मैले यो चाहिँ साकुराहरूको बोट हो कि साकुरा फुल्दैछ यार बिस्तारै बिस्तारै सही हो यार हेलमेटको क्लिप पनि नलाइकन हिँडिरहेको रहेछु बाल छैन यार त्यही या भाइ यार त्यस्तो त अनि खास गरी हाम्रो प्लान चाहिँ भोलि आउने थियो कि यता ओकेगाउँमा ट्र्याकमा चाहिँ तर के भयो भने चाहिँ यसो हेरेको बिहानतिर पानी रहेछ भोलि पनि अनि यसै हो नि उसै हो नि बरु भोलि मान्छे लास्टै धेरै हुन्छ कि भोलि चाहिँ लास्टै धेरै मान्छे हुन्छ त्यही भएर चाहिँ आज चाहिँ फ्राइडे हो नि त अनि फ्राइडे सबैको बिताउँदैन भोलि त स्याटरडे अनि त्यही भएर चाहिँ आज आएको हामी घाम पनि बब्बल लागेछ मौसम हेरेर पनि आएको तर अहिले चाहिँ टेन्सन के भइरहेको छ भने पेट्रोल हाल्न नहालेर आएर बाटोमा अघि पेट्रोल हाल्न चाहिँ जाँदैछौँ गाह्रो छ Baby, I'm just keeping it real. You hold me down on the weather, down on the weather. You pull me down, down, down.
You pull me down, 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 down. I try to turn it around, but you pull me down, 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 down. अघि गयो बाटो कता कता पुग्यो केही थाहा होइन त्यही पनि ठिक छ अब 4 मिनट मात्र छ बटार मेसिन र बसेको छ यो त बाटो झुकिन्छ छ त टुट अफ रोड नचिप्लियो है टायर चिप्लिएला नि फेरि टायर लम्बै फ्ल्याट त यही बाटो अब यही अगाडि त आइपुग्यो अस्ति त आउँदाखेरि यता नेपाल स्टोर खाजा खानु गएको थियो यही बाटो फर्केर मलाई याद आयो सही हो त्यो माछा मारिरहेको छ फिसिङ हानिरहेको छ एक गाडीहरू रोकेको चाहिँ तल फिसिङ हानिरहेको छ अनि हामी चाहिँ आइपुग्यो ट्र्याक चाहिँ यही हो यही भित्रपट्टि हो ट्र्याक चाहिँ कहाँ छ त हाम्रो केटा यार मनिष मनिष चाहिँ त अगाडि रहेछ कसको दुवैजनाको छ्यापुस म बटारेर आएको त्यही भएर हेर त उहाँ खाली रहेछ आज तपाईँलाई सही हो कहाँ गयो मनिष र मनिषको बाइक चाहिँ यही अगाडिको हो ल अब डेन्जर हिँडो छ्यापेछ यार जन टोलीको इन्ट्री भयो है फाइनल्ली ल यत्रो कुराको फुट्ने बाइक खतरा हाल्दै आइरहेको भन्दा आज धेरै मान्छे छैन त्यही बुझ्यो हाम्रो चाहिँ मनिष यहाँ एउटा कुरा चाहिँ है केटाकेटी हो यो बुढी मान्छे हो कि हजुरआमा जस्तो यो बाइकमा हाल्ने अहिले हात्ती जस्तो छ क्या मान्छेले त्यसलाई त हान्थ्यो त अर्कोले You pull me down, 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 down. I try to turn it around, but you pull me down, 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 down. 10 feet under the ground. Pull me down, 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 down. Pull me down.
यो बाइकको चाहिँ हन्डा साइनको जस्तै ट्याङ्की छ भनेको यार त्यस्तो छ बाइक चाहिँ सही हो हाम्रो गणेश साथी पनि आइया छ केटाहरूले हान्दैछ है पुरै त्यो फुट लाएर कता हो If you wanna know what it's like, I can't stay here forever, stay here forever. Baby, I'm just keeping it real. You hold me down on the weather, down on the weather. You hold me down, 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 down. I try to turn it around, but you hold me down, 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 down. 10 feet under the ground. You pull me down, 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 down. I try to turn it around, but you pull me down, 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 down. 10 feet under the ground. Pull me down, If only you and me could sail across the sea. I know that we could be forever wild and free. You never lie to me. I love you endlessly. There ain't no place I'd rather be. You pull me down, 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 down. I try to turn it around. You pull me down, 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 down. 10 feet under the ground. You pull me down, 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 down. I try to turn it around. You pull me down, 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 down. 10 feet under the ground. You pull me ल केटाकेटी हो चल्दैछ अब मजाले हानियो एकछिन रमाइलो भयो यार अब चाहिँ चल्दैछ घरतिर हानेर सकियो केटाहरू कतातिर गयो त्यहाँ रहेछ केटाहरू चाहिँ R25 अच्छा R6 जम कच्ची बाटो नेपालको जस्तै ग्राभेलवाला अनि यहाँ चाहिँ सानो एयरपोर्ट छ के को हो एयरपोर्ट भन्दा नि के भन्छ यसलाई यार लोकल त्यहाँनिर एयरप्लेनहरू छ प्राइभेट जेटहरू हो कि खै के हो त्यहाँबाट चाहिँ सायद त्यो के अरे घुम्नलाई हुन्छ नि माथिबाट भ्यू हेर्ने के त्यस्तो गर्छ होला सायद यहाँबाट त्यहाँनिर छ ठिक हो मजा आयो आजको दिन देब्रेपट्टिको चाहिँ नि खत्रै हान्यो कतिचोटि हाने चाहिँ खै कतिचोटि हाने बिर्से हान्न चाहिँ टन्नैचोटि हाने देब्रेपट्टिको चाहिँ मस्त हाने दाहिनेपट्टि चाहिँ अलि नसक्दो रहेछ कि डरै लाग्ने दाहिनेपट्टि चाहिँ बेबी लामा दाइ चाहिँ अघि नै फर्किहाल्यो क्या अरे उसको चाहिँ 2 पिसवाला सुट थियो कि अनि मिल्दैन भन्न थाल्यो त्यही माथि एमएसजे पनि सर्टिफाइड रहेनछ अनि ऊ चाहिँ घर जान्छु कि जान्छु भनेर हिँडिहाल्यो यार अब भिडियो खिच्ने मान्छे त कोही पनि थिएन कस्तो के कस्तो आयो केही थाहा छैन अलिअलि एउटा दुइटा अघि साथी आएर खिच्दै खिच्न त त्यतिरै हेरौँ अब घर गएर कस्तो आयो भनेर त्यो साकुरा हल्का हल्का फुट्दैछ है भर्खर खतरा तोरी फलेर रहेछ यतातिर त्यो ठाउँमा त आम्मामा कस्तो दामी देख्यो पयालो क्या रोडको साइड साइडमा सही हो रोडको साइड साइडमा तोरी फलेको दामी देख्यो क्या अब घर जानुपर्छ घर गएर फेरि बेलुका काम जानुपर्छ गाह्रो छ हौ काम गर्दै पऱ्यो काम गरेन भने फेरि माम पाइँदैन ए
ओए के हो केटाहरू यहाँ चाहिँ दमकल रहेछ यार केटाहरूले कस्तो कुदाएको रनपतिहरू मेरो भन्दा नरम छ रे रनमती मेरो लास्टै नरम छ हौ तिम्रो त लास्टै साह्रो छ कि यो त यार कहाँ डेन्जर छ हौ यो त सक्दैन साह्रो छैन त हाम्रो भन्दा त धेरै साह्रो छ नि कहाँ छ त नि मेरो यतिको त कहाँ छ त नि मेरो यतिको साह्रो बानी पर्दै गएपछि त केही फिल हुन्छ तर लङ राइड गयो भने त लास्ट दुख्छ क्या हात मेरो नि पहिला यस्तै थियो होइन मैले त अनि पेट्रोल र त्यो मोबिल हालेर आफैले उ गरेको अन्त आफैले नयाँ फेरि क्लच केबलै ठिक ठिक रिच किडहरू फेरिहाल्छ नि हामीसँग पैसै छैन त्यहाँबाट फेरि कस्तो को चाहिँ रिच किडहरू अनि ओइ मैले त ब्यागै ल्याएन क्या लडाला सुन म त यस्तो हेर्छु तर छैन कति टाइम लाग्छ ल ए यहाँ रहेछ ब्याग म त यस्तै त छाउँछु ब्यागै छैन रनमती फुकालेर हेर आइसकेको रहेछ क्या रमाइलो भयो त होइन म पनि खिस भइरहेको रनमती ब्याग खोइ उसको ब्याग देखेर हो क्या ल मा ब्याग खोइ भने यस्तो छाउँ त ब्यागै छैन यहीँ तलको रहेछ लास्टमा प्र्याङ्क हाने हो क्या आफैले नथपाइने गरेर अब यसो चिया चिया खान्छौ अनि आउँछ बर्थडे गणेशको बर्थडे मर्चको कि गणेशको मेरो अझ 9 महिनापछि 9 महिनापछि रे ठिक ठिक 1 घन्टा 13 मिनट लाग्दो रहेछ यार पानी पल्ल पल्ल जस्तो भएर छ अब चाहिँ मेरो त यता रहेछ ल बाई बाई म यता जाने केटाहरूलाई बाई बाई हानिदियो केटाहरू चाहिँ गयो है तेरिका मजा भयो आजको दिन यार तर अब घरतिर चल्दैछ मस्त पारामा सही हो त्यही हो घरसम्म जाँदाखेरि चाहिँ अब पानी नपरोस् भन्ने कुरा हो घरसम्म चाहिँ अरू भने त्यस्तै हो फक यार गाइजहरू पानी छिट्टा हान्न थाल्यो यार हल्का हल्का त्यस्तो ठुलो त हाने छैन थोरै थोरै के अझ घर पुग्नलाई चाहिँ 23 मिनट छ फेरि गाडी त हेर न कति धेरै हो यार आमा अब चाहिँ घरतिर आइपुग्न लागिसक्यो होइन अब धेरै छैन त्यही 5-10 मिनट हो ए आम्मा हो गाडी त कति धेरै हो लौ न लौ सबको अफिस सफिस छुट्यो होला कि काम छ गाडी नै गाडी अनि त्यही भएर गाडी नै गाडी तर बाइक भएको फाइदा चाहिँ यहाँ पनि यस्तो छ है ट्याक्क छेउबाट साह्रो हिँड्न मिल्छ त्यही अलि ध्यान दिएर हिँड्नुपर्छ यदि ल्याप्पै गाडीहरू यताउति हालिदिन सक्छ त्यो चाहिँ आफैले विचार गरेर बिस्तारै हिँड्दाखेरि चाहिँ केही फरक पर्दैन
यति भयो नि कट्यो नि त अगाडि आइयो धेरै नै सही 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 यहाँबाट चाहिँ लेफ्ट जाने हो के अरे हेर न केटाकेटी हो यार के हो यो मेला लागेछ कि के हो के को मेला लागेछ कि के हो यस्तो लाइन राइट तलबाट के सानो बाटो छ यस्तै हो ल ओके गाइस अब चाहिँ म घर पुग्न लागिसकेँ है अब धेरै छैन यही अब अगाडि परिपट्टि हो अब अरू चाहिँ घरमा गएर चाहिँ अनि आउँछु एकचोटि मेरो एक्सपिरियन्स चाहिँ कस्तो भयो आज मेरो फर्स्ट दिन ट्र्याकमा त्यस्तो ठुलो ट्र्याक त होइन तर हाम्रो बाइक 250cc को लागि चाहिँ ठिक्क हुने होला भनौँ न त्यही हो अब घर गएर आउँछु एकैचोटि मोबाइलको क्यामेराबाट अहिलेको लागि चाहिँ पिस बाई बाई ल केटाकेटी हो होम स्विट होम अनि यो उतापट्टिको सेकेन्डको चाहिँ अङ्कलको गाडी हो सुजुकीकै हो क्या अङ्कलको गाडी पनि मेरो बाइक पनि सुजुकीकै हो दुईजना सुजुकी मेरो चाहिँ बाइक पार्किङ चाहिँ यहाँ गर्छ साइकल राख्ने ठाउँ खास गरी चाहिँ तर मैले चाहिँ यहीँ राख्छु किनकि यहाँ पानी सानी नि पर्दैन नि त त्यही धन्दा पानी सानी पर्दै थियो टाइममै आइपुग्यो मजा भयो मजा मेरो प्यारो उहाँ नै हुनुहुन्छ ट्र्याकमा साथ दिने चाहिँ माथि मोबाइलमा आउँछु माथि गएर त्यही हो आज चाहिँ ओके गाउँ गइएको थियो ट्र्याक हान्न त्यो चाहिँ मेरो फर्स्ट डे होइन अनि मजा भयो जोस् मनिषाको थियो अनि पछि चाहिँ के अरे हाम्रो गणेश भाइ पनि आएको थियो अनि बेबिलामा हाम्रो सर चाहिँ हान्न नमिलेर फर्किहाल्यो है त्यति बेलै पस्छ भनेको मान्दै मानेन अनि त्यही हो आज गएको थियो रमाइलो भयो त्यही हो ट्र्याकमा चाहिँ कति 3200 जति खर्च भयो होइन 3200 जापानिज अनि नर्मली खास गरी त्यो ट्र्याकमा चाहिँ 15 मिनट मात्र हाल्न मिल्छ कि तर आज चाहिँ विकेन्ड भएर भनौँ न मान्छे पनि धेरै नभएर आधी घन्टा जति दिएको थियो फर्स्ट र सेकेन्ड चाहिँ आधी घन्टा दिएको थियो अनि लास्टमा चाहिँ 15 मिनटै थियो तर फर्स्ट ल्याप भन्दाखेरि चाहिँ कस्तो धेरै टाइम भएको जस्तो लाग्यो कि सेकेन्ड टाइममा चाहिँ रेस्टै नगरिकन नहानेर कति टाढो गएको जस्तो लाग्यो अनि झन् लास्ट ल्यापमा चाहिँ होइन 15 मिनट मात्र हान्दा कति बेला सक्यो थाहा नै भएन कि एकैछिनमा कि केही गरे जस्तो नै भएन कि फिलै भएन त्यो मजा भयो रमाइलो भयो अब घर आइसक्यो होइन हल्का हल्का पानी परिरहेको थियो त्यही भएर गोप्रो चाहिँ खिचेन अनि त्यही हो पानी पर्नुभन्दा ठुलो पानी पर्नुभन्दा चाहिँ अगाडि नै घर आइपुग्यो कि अब नेक्स्ट ट्र्याक पनि जान्छ होला फेरि अर्को महिनातिर त्यति बेला चाहिँ हाम्रो अनमोल दाई अनि विक्रम दाई केटाहरू सबै हुन्छ भनौँ न जोस रमाइलो गर्नुपर्छ आजको चाहिँ अब यही हो ट्र्याक गयो हान्यो त्यही त हो अब के कस्तो लाग्यो भिडियो चाहिँ होइन तपाईँहरूलाई अब यसो लाइक कमेन्ट सेयर गरिदिनु होला कमेन्टमा अझ के गर्नुपर्छ मैले सुधार्नु पर्ने चाहिँ भनिदिनु होला ल त्यही हो आजको लागि चाहिँ यति नै राइड एन्ड राइड चाहिँ Till you lose it all and don't give in. When in love like we're rolling, got you falling on my skin. Take a chance, this is